सो गाइज हेलो एभ्री वान वाट्सअप इज यो बोय जेबी रोहित सो फेरि पनि स्वागत छ तपाईँलाई मेरो डे 35 फिटनेस जोर्नीमा। आज बेलुका चाहिँ माथि छतमा गएर टक्क 10-15 मिनट हावा खाने यस्तो मजा आउँछ बिहानको यार। भाइब पनि एकदम फ्रेस, एकदम माइन्ड नि शान्त हुन्छ। अनि यार लाइफमा नसोचेको काम चाहिँ पहिल्यै हुन्छ यार, फेरि सोचेको कुरा कहिल्यै हुन्न। केही न केही मिस्टेक भइहाल्छ। सायद लाइफमा धेरै गल्ती गरेर होला अहिले आएर भोग्नु परिरहेछ। कलियुगको जमाना हो, जे जस्तो गरे पनि यही जुनीमै भोग्नुपर्ने छ केटा हो। त्यसैले पास जे जस्तो भयो भयो त्यसलाई भुलिदेऊ, अब न्यू लाइफ स्टार्ट गर्नु, बाँकी राम्रो काम गर्नु भन्नेले भन्दै गर्छन्। आफूले आफ्नो काममा ध्यान दिने हो अनि अगाडि बढ्ने हो। आफूभन्दा सानोलाई रेस्पेक्ट गर्ने हो, ठुलोलाई पनि आदर गर्ने हो, त्योभन्दा के भन्ने। अनि आजको डाइट यो थियो। आज वाकिङ गर्न गएँ नि, बसेको थिएँ। बाँकी मिल्नु नेक्स्ट ब्लगमा। बाई।